हेलो दाइ, तपाईँलाई मोमो बनाउन आउँदैन? कति तातो बनाएको? भर्खर बनाएको के, त्यही भएर तातो छ। पोहोर सालका आउने नि, म चिन्दैन आउ र? पोहोर साल मैले जत्रा खाती उत्रेछ नि त, अहिलेसम्म त अलि ठुलो हुनु पर्ने। ए दिदी, तपाईँ हात धोएर आउनु त, जानु। चम्चाले हो खाने? चम्चा पनि त हातले समात्नुपर्छ, जानु न। किन? आज मैले खुवाउँछु भनेको थिएँ त। म आफै खाइहाल्छु के, पैसा तिर्ने हो तिमीले। ए ठिक ठिक। पैसा मैले तिर्ने त होला, दिनु म तिरेर आउँछु। पैसा तिमी आफैले तिर्ने हो के? त्यही त मै तिर्छु कि दिनु। 10 रुपियाँ मात्र छ मसँग त। खै दिनु, म मिलाउँछु। दिनु त दिदी, मलाई डर लाग्यो, तपाईँ तिरेर आउनु। 100 रुपियाँ हो तिर्ने त। पछाडि थप्दिएको छु त, 0। दाइ, म खाना पस्किन्छु, लिनु तपाईँ हात धोएर खाना पकाउनु त पहिला। खाना पकाउनु रे? अझ पकाइछि नि? पकाइरहेको पकाउनु त, रिस गर्नेहरूले सबै हुन कहाँ दिन्छ नि त। एकछिन टिकटक चला त रिस जलेर यस्तो हुन्छ पेरिस कुकुर। राम राम, कस्तो बनाइछे, न रङ्ग छ न ढङ्ग छ। होइन तल भगवानले किन बनायो होला के? बिना रङ्ग ढङ्गको मान्छे कस्तो हुन्छ भनेर जाँचन चाहिएन। राम्रोसँग मान्छेले फेरि बगा। आफूले पनि केही काम गर्नु, मलाई मात्र नहराउनु, बारसम्मको मुद्दा लाग्दा फेरि। अब फेरि काम गर्न दुख्ने नाटक गर्नु लागि त कहाँ कि बिन जानेकी रहेछ। बिना जाँगर रे, यो घरमा म जतिको जाँगरको कोही छ अल्छी गर्नमा। के बनाइछ यहाँ? बराबर भाग परोस् भनेर लिनु। अनि तरकारी छैन? ठिक भन्नुभयो, तरकारी छैन। बरु अचारको डब्बा ल्याइदिएको छु, लिनु। अचार राख्नु होला। ओहो दाइ, मैले तपाईँलाई थप खाना खाना सोध्नै बिर्सेछु। थप खाना खाउँदै म? यो पनि लैजान। यत्रो भात उफ्रिहा त। खै माझ न दुःखले लगेर माझ सबै। उसो भए सबै अहिले राख्छु, भोलि शनिबार बिदा भइगयो, पर्सि माग्छु। साँझ खाना खाने नि त? ए हो त फेरि। उतापट्टि दिदीको वासिङ मेसिनमा हालिदिउँ त। कपडा धुने मेसिन हो त्यो? कपडा बेरेर हालिदिन्छु नि त। घरमा आमा नहुँदा लास्ट दुःख पाइनु रहेछ। बाउलाई थप 3-4 जना आमा ल्याउनु भन्नुपर्छ क्या। अरे भोलिदेखि एक्जाम छ, किन चुपचाप बसिस् त? अहिले के सुत्नु भनेर बसेको, अब सुत्छु। कहाँ सुत्छु भन्छ? एक्जामको तयारी गर्नु पर्दैन? अहिले गरे यी अब त्यही पढ्न मात्र बाँकी छ, अब इक्जाम पछि पढ्छु। एक्जाम पछि रे? अहिले पढ्यो भने त जति पढ्यो उति बिर्सिन्छ, फेरि पढेर के काम, इक्जाम लेखित हुन्छ, त्यही भएर यी जरा कति लेखा छु। पढ्नु न, भोलि त्यो सब मैले लाउँछु। फेल गराउनु मन भए क्या? आफै गर्न सक्दिनस् त? त्यही आफूमा एउटा भर नभएर त यो सब गरेको। पढे पो हुन्छ त। के पढ्ने, किताबहरू सबै चटपटी खाएर यति बाँकी छ। त्यही पनि पढेको छु इक्जाममा आउन, त्यही भएर पढ्नै मन लाग्दैन। कस्तो गरे इक्जाम? जस्तो गरे पनि तपाईँहरू फेल हुने। उहाँ रातभरि नेपालीको टन्न चिट बनाएर इक्जाम गर्न गएको, इङ्ग्लिसको इक्जाम रहेछ। अब इङ्ग्लिस विषयमा नेपालीबाट गरेको छु, पासको चिन्ता गर्नु पर्दैन दाइ। मेरो दिमागले काम नगर्ने भनेको इक्जाममा मात्र रहेछ क्या। सबै प्रश्न सजिला छ नि त, उत्तर मात्रै रहेछ गाह्रो। ओइ पास कतिजना भयौँ? ए 2टी मात्रै पास भयौँ दाइ, 2टी मात्रै। अनि म के आइने? यस 1000 रुपियाँ दाइ, 1000 रुपियाँ। म 1300 भएछु। खै दिन अहिले पठाङ 2टी मात्र पासमा 1300 आएपछि फेल हुन्छ नि पास? पोहोर त 5 आउँदा पनि पास भएको थियो त।
इङ्ग्लिस लाग्यो रे इङ्ग्लिस तँलाई लानुपर्ने मलाई कसरी लाग्यो इक्जाम तैँले बिगारे उनीहरू लाग्छ फेरि या तेरी इक्जाम मैले बिगारे पनि पेपरमा नानी यसकै लेख्दै थिएँ के यसलाई लाग्नु पर्ने होइन र जाने सरी नजाने परेसँग केही छैन एकचोटि फेल हुँदैमा केमा दार्नु अझै अर्कोचोटि आउँला राम्रोसँग पढ नानी भन्ने बेला टाउको दुख्यो पेट दुख्यो भनेर एक्टिङ गर्दिस् खाइसकेल लौ एक्टिङै नगरी हिरो नि कसरी बनिन्छ त